ल साथीहरू, अब खाना खाइयो। अब खाना खाएको 1 घण्टा पछि चाहिँ मैले चाहिँ जिरा, धनिया, अनि ल्वाङ, अनि त्रिफला, अनि यसको चाहिँ अब यो के अरे चिया जस्तो भनौँ न, चिया जस्तो बनाएर चाहिँ खाँदा चाहिँ यो अब धेरै फाइदा गर्ने रहेछ होइन। जसको ग्यास्ट्रिक छ, अनि ग्यास्ट्रिक, अब कसैको थाइराइड, कसैको पेट घटाउनु पर्ने होइन, अनेक रोगबाट चाहिँ यसले चाहिँ लड्ने भनौँ न। यो चाहिँ एउटा चाहिँ हाम्रो शरीरको चाहिँ एउटा सिपाही चाहिँ होइन, एकदम आर्मी नै काम गर्ने रहेछ होइन। यसले चाहिँ हाम्रो चाहिँ अब हाम्रो शरीरमा चाहिने चिजहरूलाई तत्त्वलाई चाहिँ अब दिने अनि रोगहरूलाई हटाउने होइन, एउटा चाहिँ अब सैनिकको काम गर्ने रहेछ है। मन पर्यो भने तपाईँहरू नि यसो बनाएर खानुहोस्।